इच्छा अनुसार चलाउँछु म। तपाईहरुले आफ्नो इच्छा अनुसार चलाउने भने 84 तपाईको चाहिँ उम्मेदवारी दिनु, मैसँग लड्नु, जितेर चलाउनु। आजको बैठक स्थगित भएको जानकारी गराउनु। तिमीहरूले अब चाहे जस्तो गर्ने भने अर्कोचोटि चुनाव जितेर गर भन्ने खालको तिमीहरूलाई पनि म ठिक लाउँछु भन्ने खालको अभिव्यक्तिहरू दिनु भनेको त यो त तपाईको अत्यन्तै असभ्य, अत्यन्तै अनैतिक अनि अत्यन्तै गैर जिम्मेवार र कानुन बिना तपाईको छ नि गैर कानुनी है। ओहो नि सुन्दै कति नराम्रो लाग्यो यार। हाम्रो भिजनरी मान्नेज्यूलाई त डाइलेक्ट त कडा पेल्दैछन् नि त। हजुरले पनि पहिला पहिला अब त्यस्तै गर्नुहुन्थ्यो के अरे, आफूले पेल्न पाउँदाखेरि फेरि आफूले नै दिनुहुन्न नि त। सेम टु सेम दिएछन् नि। टेस्ट योर ओन मेडिसिन गरेर रियल नै भएछ नि त मान्नेज्यू। ओहो कडा पाराले भेट्नु भएछ। निराश नहुनु के, अब यस्ता डाइलग त भेटेको भेट्यो। बेहोरा अनुसारको फल पाइन्छ नि त मान्नेज्यू। त्यो भएर अलिक गतिलो बेहोरा बनाउनु भनेको अब छैन। हजुरहरूलाई सुन्नुहुन्न, मै हो कानुन, मै बनाउँछु सबै चिज भन्नुहुन्छ। अनि त्यसपछि हजुरलाई पनि उनीहरूले मै हो भनेर दिइहाले बिचरा। तर एकदम नराम्रो लाग्यो क्या। यस्तो चाहिँ उनीहरूले नभन्नु पर्ने हो होइन। हाम्रो भिजनरी मान्नेज्यूलाई यस्तो ट्याक्टिक लाएर हाम्रो देशको लागि भनेर यस्तो गर्ने मान्छे त्यस्तो चाहिँ भन्नु हुन्थेन के अरे होइन। अब एट द इन्ड अफ द स्टोरी होइन मान्नेज्यू, अब त्यही हो हजुरलाई भन्न मन लागेको चाहिँ अन्तिममा मेरो कुरा के हो भने चिन्ता नमान्नु, नराम्रो नमान्नु। यस्ता यस्ता डाइलगहरू त अझै खान कति छन्, मन सानो नबनाउनु। अब अन्तिममा त्यही हो खुच्चिङ।